हिरो हिट्स एफएम म्युजिक अवार्ड्स 2073। के राम्रो कुरै गर्नु भएको छ। यहाँ अहिले हामीले यो कुरा गर्ने नै होइन। हामीलाई अघि मन्दिरा दिदीले त्यहाँ गएर धेरै लामो लामो कुरा नगर है, छिटो गरेर चाहिँ यो 20-20 वर्षको कुरा जोड्नु पठाएन होइन हामीलाई। यही 20 वर्षको कुरा त छ। यहाँ 20 वर्ष अगाडि मेरो यो टाउकोमा छ नि झ्याप्पै कपाल थियो यहाँसम्म के होला होला होला। तर अहिले छ नि हेर्नुहोस् त यहाँ ल बिचरा केही रहेछ। झिङ्गाले चिप्लेट खेल्ने भएको छ, त्यही भएर टोपी लगाएर चिप्लेट खेलिरहन्छ है। अब त्यही भएर चाहिँ अहिले मलाई यसमा खुसी छु के म है, किनभने कसैले पनि मलाई बदलाउन सक्दैन। कसले बदलाउनु? तपाईँलाई गालामा चड्काउनु मात्रै बाँकी छ। तपाईँको के हो थाहा छैन है। मलाई त 20 वर्ष अगाडि पनि म यस्तै थिएँ जस्तो लाग्छ, अहिले नि यस्तै थिएँ। होइन अब यो महिलाहरूलाई त अलिक बुढी भयो भन्ने हुँदैन, अनि उस्तै छ त भन्न परिहाल्छ नि। यहाँ वरिपरिलाई सोधौँ न कस्तो छ, 20 वर्षमा कति परिवर्तन भए, के परिवर्तन भए, हामी सोध्दै चाहिँ जान सक्छौँ नि। कसलाई सोधौँ ल सोधौँ न त ल। अघि नै हाम्रो चाहिँ मैले राति पनि कालकट्टमा लाउने भनेर भन्नुभएको थियो नि होइन। तपाईँ 20 वर्षमा अहिले के बुढो हुनुभयो त? मेरो विचारमा नेपालीमा बुढो भन्ने शब्द छ त छैन शब्द, तर मैले बुढी भन्ने शब्द चाहिँ धेरैपल्ट सुनेको छु। त्यो छ नि मित्र राष्ट्र इन्डियाको इन्डियन केटीहरू हेरे कि हमको बुढी नजर से मत देखो भन्छ। त्यस्तो बुढो भन्ने चाहिँ मलाई थाहा भएन होइन। यो चाहिँ अर्को एउटा कुरा सोध्छु तपाईँले, यो 20 वर्षको हाम्रो अन्तरालमा छ नि साङ्गीतिक क्षेत्रमा कति के परिवर्तन भयो? तपाईँको जीवनमा केही परिवर्तन त्यस्तो भयो? म चाहिँ नि मेरो 20 वर्ष जब यो मैले सङ्गीत गरेँ अहिलेसम्म त्यही मेरो उत्साह उमङ्ग त्यही छ। तर अहिलेको अहिले यङ आर्टिस्टहरू हेर्दाखेरि हामी भन्दा एकदम ज्ञानी छन् होइन, एकदमै ज्ञानी छन्। म त हामी कसरी आइपुगे जस्तो पनि लाग्यो। तर भन्नै पर्दाखेरि त्यही हो होइन। तपाईँ 20 वर्ष अगाडि छ नि अनि लोग्ने मान्छे भएर रुनुहुन्न भनेर कस्तो होइन यो सुरालै थाली जस्तो भन्दै, अनि फेरि बिचमा आएर छ नि तिम्रो आँखा हेर्दै भनेर फेरि पछि लाग्यो। त्यो पनि त एउटा परिवर्तन हो नि त होइन, एक किसिमको होला परिवर्तन होइन हो। तर बुढो भएको छैन होइन, बुढो चाहिँ कोही पनि भएको छ। ल अरूलाई पनि सोध्नुहोस् न को बुढो भएको छ 20 वर्षमा? कोही पनि बुढो मेरो जस्तै कपाल हुन्न। यहाँ सँगै जेम्स प्रधान हुनुहुन्छ हामीसँग। ल हेर्नुहोस् ल जेम्स जी, के तपाईँ 20 वर्ष अगाडि र अहिले बुढो? मैले झन् बच्चा देखिरहेको छु उहाँलाई त। तपाईँलाई लगेर पार्टी खुवाउनु पर्ला जस्तो छ। तपाईँलाई तरुण बनाउँदाखेरि पार्टी खुवाउनु पर्ने हो कि बुढो बनाउँदाखेरि पार्टी खुवाउनु पर्ने हो? तपाईँको के छ विचार? कुटाइ खाने विचार चाहिँ यही माइकले दिनुभयो भने त फेरि अर्को टाउको हुन्छ टोटलको उठेर होइन। तर जेसुकै होस् फेरि हामीले चाहिँ रमाइलो। मलाई चाहिँ एकदम खुसी लाग्यो तपाईँलाई साँच्चै लगेर अहिले के खुवाउँ जस्तो भइरहेको छ। अब खास कुरा चाहिँ किन तपाईँको पनि जीवनमा छ नि यो 20 वर्षको अन्तरालमा अब कति के परिवर्तनहरू भए यसो छन् भने हामीले भनिदिनुहोस् न। धेरै परिवर्तन भएको छ, तर म फेरि यसलाई चाहिँ फेरि पहिलाकै जस्तो म गर्न खोजिरहेको छु। मेरो कपाल म रोप्दैछु म। बाबा हो एकदम ठिक। होइन मैले पनि जान खोजेको थिएँ तर म त डराएँ क्या, भुत्ल्याइदिइरहन्छ अनि मैले म त रोप्नु यो कपाल यो त्यो खोल्न भएको साबुनले त होइन होला जेम्सजी? के हो बोसो मिसिया छ अरे के हो? त्यो आजकल एकदम चलेको छ लेभल चाहिन्छ भनेर भन्छ। ल सुनौँ न एउटा सानो लेभल चाहिन्छ लेभल ओहो लेभल चाहिन्छ लेभल। ल देख्नुभयो तपाईँले यसै अरूलाई होइन बुढो भन्नु कोही पनि बुढो भएको छैन, न जेम्सजी न योगेश्वरजी न म कोही, हामी पनि कोही। अब यो महिलाहरूलाई अब बुढो र तरुण कसरी छुट्याउनु? तपाईँलाई कसैले बुढो भन्यो? होइन मलाई त्यो त अघिदेखि बुढो भनिरहनु भएको छैन। अब कुन चाहिँ बुढो अब जेसुकै होस् हेर्नुहोस् है फिर्नुहोस् है। अब एउटा कुरो चाहिँ के हो भने हेर्नुहोस् यो मान्छे छ नि बुढो भन्ने कुरो यो बाहिरी आवरण हेरेर हुँदैन हेर्नुहोस् होइन, अनि यो बाहिरी रूप रङ्ग हेरेर हुँदैन हेर्नुहोस् होइन, अनि यस्तो यो कपाल खोइलो भनेर पनि बुढो हुँदैन हेर्नुहोस्। तन्नेरी त मन हुन्छ के मन, यो होइन एकदम सही करेक्ट। अनि फेरि यो मनलाई चलाउने केले गीत सङ्गीतले होइन बाबा, यो त फेरि दुई मात्रै छैन। त्यही भएर अब हामी फेरि स्टेजतर्फै लागौँ। यो 20 वर्षको अन्तरालमा नेपाली गीत सङ्गीतमा पनि थुप्रै उतार चढावहरू आएका छन् र यिनै कुराहरूलाई प्रतिबिम्बित गर्दै हामीलाई यहाँ स्मरण गराउनको लागि हामीसँग स्टेजमा उपस्थित हुनुहुन्छ नट्टु एन्ड द SOS